बिहान उठ्नु बित्तिकै मैले चाहिँ वेदर चेक गरेँ अनि भयो। त्यस पछाडि मैले चाहिँ ब्रेकफास्ट र खाना प्रिपेयर गर्न गएँ किनभने आज हाम्रो डे 2 अनि आज चाहिँ हाम्रो ट्रेकिङ डे हो। त्यसैले मैले चाहिँ हाम्रो ब्रेकफास्ट र खाना प्रिपेयर गर्न सुरु गरेँ। खाना र खाजा बनाइसक्ने बित्तिकै अलिकति लेट भयो। त्यस पछाडि हामी चाहिँ हतार किनभने हाम्रो चाहिँ बस पक्राउनु पर्ने थियो। बस पक्राउनु हतार भएको कारणले सिधै हामी बस पक्राउन गयौँ अनि त्यसको लगभग आधी घन्टा पछाडि हाम्रो डेस्टिनेसनमा पुग्यौँ। डे 2 हामी चाहिँ अब लाग्यौँ। ट्रेकिङ हो हाम्रो, दिउँसोभरि ट्रेकिङ। खाजासाजा सबै रेडी भयो। खाजा प्लस खाना त्यही नै हो। खाजा हामीले अलि खायौँ। अब हामीहरू जाँदैछौँ। आज हाम्रो ट्रेकिङ हुन्छ हिलमा पुरै। बाई। अन्त ग्लेनकोमा आउँदा यसरी थुङ्गे पुल किन छ भनेको हाम्रो नेपालको बारेमा पनि पुरा छ यहाँ। त हामी त थाहा नै थिएन यो कुरा। ट्रेकिङ सुरु हुनुभन्दा अगाडि चाहिँ सानो कफी सप रहेछ र अनि बुढा र बुढी मिलेर चिया कफी खायौँ। यहाँनिर मेरो पछाडि त्यो जिजस क्राइस्टको पनि रहेछ, त्यो पनि खिच्छ। यो म्याकडोनल्ड भन्ने क्लानलाई चाहिँ कुनै राजाले मार्नु लगाएको थिएछ। 70 वर्षभन्दा मुनि सबैलाई मार्नु भनेर एकदम दुःखद घटना घटेको थिएछ। ल हामीहरूको अब यात्रा सुरु भयो। यो अब सुरु त भएको हो, तर काइन्ड अफ यो चाहिँ यो खोलाको डिल हिँड्नु पर्नेछ। अनि पर गएर मेन हाइवे भेटाउँछ। काइन्ड अब आफै बाटो बनाउँदै हिँड्दै हो। अनि फेरि कति राम्रो उयो क्या, अझ घाम लागेको पानी त्यस्तै, मडहरू पनि त्यस्तै। एकदमै राम्रो रमणीय वातावरण। च्याउ रहेछ यार, बुढी च्याउ हन्ट गर्नुपर्ने क्या। जाँदैछौँ यस्तोमा त यहाँबाट रुख चढेर गएर पिङ खेल्नुपर्ने, डोरी लगाएर लु। तर यी नजिकै चाहिँ म्याकडोनल्ड्स क्लानलाई चाहिँ सेक्दिएको रहेछ। खोलाको डिल बाटोबाट खोला बाटो हिँड्दै हाम्रो 1 घन्टाको वकिङ हो। त्यस पछाडि अनि त्यस पछाडि यो रुट सके पछाडि हाम्रो 3 घन्टाको बाटोको अर्को रुट छ। यो चाहिँ जङ्गल प्लस यो सानो यस्तो बाटोहरू सायद तल्लोपट्टि छ होला बुढी हिँड्ने बाटो। यस्तै छ, जङ्गल, खोला, पानी, च्याउहरू कति धेरै। भोकाले चाहिँ मर्दैन यो देशमा रहेछ। यो ठाउँको मान्छेहरू जङ्गलमै खानेकुरा जति पाउँदो रहेछ। हामी यो बाटो जाँदैछौँ माथि। बुढी उता माथि हेर न। This is Glencoe. बुढीले फोटो मात्रै खिच्नु अरे, के को फोटो खिचेपछि भिडियो खिच्ने हो। पुगिसक्यो, भागे। मेरो चाहिँ एउटा सपना जस्तै त्यस्तै ठाउँमा गएर फोटो खिच्ने, ठ्याक्कै त्यस्तै भिडियो खिचिदिइहालेको नि। म पो हलमलमा पऱ्यो माथि। Because we don't have this at home. Are you filming the road? Huh? मस्टली म चाहिँ सबैलाई रिकमेन्ड गर्छु यो ठाउँ चाहिँ ट्रेकिङमा आउनै होला। हामीलाई त न्युलमा पो पार्यो।
यता परिहालेको अरे 360 Look, come on. Move. कति राम्रो ठाउँ है घुमाऊ है बसेर खानु बाटोमा हिँड्दै खाने हो थ्री सिस्टर भनेर चाहिँ यो एउटा दुईटा तीनटा पहाडलाई यहाँनिर चाहिँ भ्यू पोइन्ट पनि रहेछ हामी हिँड्दैछौँ हिँडेकै छौँ त्यो मेन हाइवे भयो यहाँ एउटा सानो भित्रको बाटो रहेछ हामी अन्जानमा आइपुग्यौँ रमाइलो भइरहेछ अनि हामी पुरै हिँडिरहेछौँ बुढीसँग हिँडिरहेको छिन् गल्यो ल के देख्यो कुलो रहेछ ओके तल खोला पनि छ आज बुढी र म आफ्नै सुरुमा अन्दाजमै बाटो खोज्दै आएको हो किनभने यो ठाउँमा नेटवर्क पनि चल्दैन अनि यस्तो राम्रो ठाउँमा आइपुग्यौँ हामीहरू है अनि यहाँ मेरो श्रीमतीजी हुनुहुन्छ है एकदमै राम्रो ठाउँमा आइपुग्यौँ हामीलाई एकदम रमाइलो भइरहेको छ टायर्ड पनि भयो किनभने हामीले निकै नै भयो 10 बजीदेखि हिँड्नु सुरु गरेको 3 बजिसक्यो अहिले हामी ननस्टप हिँडिरहेछौँ अनि अब हामी अहिले जाँदैछौँ एकदमै राम्रो त्यहाँनिर वाटरफल पनि रहेछ एकदमै ल हामीलाई हतार भयो गयौँ बाई यो फुलहरू देख्दा चाहिँ साह्रै राम्रो हो तर यो फुलभन्दा राम्रो चाहिँ मेरो श्रीमती हौ डडालोमा पनि कति राम्रै देखिने लगभग 40-50 मिनटको अन्तराल पछाडि यही बाटो हुँदै हामी आइपुगेको छौँ भ्यू पोइन्ट यो आजको हाम्रो डेस्टिनेसनको एउटा प्लेस हो मतलब के भन्ने हो यही ठाउँमा जानुपर्ने हो हामीहरू जाँदैछौँ यसलाई चाहिँ ग्ल्यान्स भ्यू पोइन्ट भनेर भन्छ पल्ल समाचार देख्नु पायो अलिकति परतिर देब्रे तल त समाचार रहेछ नि त बुढी फाइनली तल क्या हो भयो फाइनली समाचार देख्नु पाइयो पहाड चढ्दा आज हाम्रो बिजोग भएको छ आज हाम्रो ट्रेकिङमा अलिकति हामीसँग टाइम 1 घन्टा 2 घन्टा बाँकी रह्यो अलिक चाँडै नै सक्यो त्यही भएर हामी यो ठाउँ जाँदैछौँ अब यो चाहिँ हाम्रो प्लानमा थिएन र पनि हामी जाँदैछौँ यो चाहिँ अब अचानक हामीले गरेको यो हो प्लान हो यहाँबाट माथि जानुपर्ने छ यतै सर्लक्कै छिटो हेर्नुहोस् मच्छरले बिजोग पारिसक्यो म पो अलमलमा पऱ्यो हौ फुलबारी देखेर ग्लेनको घुम्नु आएको अबसम्म चाहिँ पानी परेको थियो बल्ल अहिले पानी रोकिएर अहिले अलिअलि फेरि आकाश क्लियर भयो अघि आउँदा पनि क्लियर थियो बिचमा पानी परेको थियो अहिले बल्ल फेरि उज्यालो भएर कस्तो राम्रो देखेको फुलहरू यस्तो यो झरना जस्तो त कति रहेछ बाटोभरि माथिबाट पानी आउने अनि केयरफुल मोबाइल झरेर फेरि बल्ल किनेको मोबाइल स्टेप नाइस त्यो पिङ्क कलरको फुल बल्ल उज्याएर दिन्छ
हिरो बुढो मच्छरले चाहिँ अलिक चोत्तो डिस्टर्ब गर्ने रहेछ। यहाँ आउने महानुभावहरू मच्छर रिपेलेन्ट केही लिएर आउनुहोस्। तर खै अब कतिसम्म चाहिँ रोक्नुहुन्छ र, किनभने अनुहारमा त दल्ने कुरा आउँदैन, हामीहरूको पनि अनुहारमा मात्रै हो, जिउभरि त लुगै लगाएको छौँ। हामी पुग्नुपर्ने चाहिँ उयो पर, अब लगभग पुगिसक्ने नि, त्यहाँ पर देखिरहेको त्यो किङ हाउस होटेल हो, त्यसको छेउमा। हजुर के चाहिँ पहाड ऊ त्यो परको त्यो माउन्टेन रिजोर्ट हो यो साइडको चाहिँ। यसको मुनि हामीहरूको बस आउँदैछ, हामी त्यहाँसम्म पुग्नुपर्ने हो। अनि आज हामीहरू त्यति भएपछि हामीहरूको ग्लेनको हाइक सकिन्छ। आजको हामीहरूको डे बेलुका बिहान हामीहरू 10 बजे आइपुगेको, 9:30 देखि हिँड्दा 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 बाटोमा पानीहरू पनि पर्यो। अनि बल्ल अहिले फेरि क्लियर भयो। जतिखेर पनि पानी पनि पर्छ, जे पनि हुन्छ हुनु त। त्यस हामीहरू अब पुग्न आँट्यौँ। यस्तै छ अहिले चाहिँ सिन। अलिअलि अहिले क्लियर भएर अलिअलि देखिन्छ, माथि माथि घामहरू आउँदाखेरि अझै कति राम्रो देख्दो रहेछ। अब पुग्न आँट्यौँ हामीहरू। यस्तो छ। फेरि तपाईँहरूलाई एकचोटि म झर्ना पनि देखाइहाल्छु। अघिको भिडियोमा देखाएको थिएँ, फेरि पनि देखाएँ। कति राम्रो, क्या राम्रो झर्ना, यस्तो राम्रो झर्ना। नाइस। यस्तो झर्ना त यहाँ बाटोभरि कति थियो, तर पानी परेर राम्रो देखेको थिएन। अनि बल्ल मात्रै राम्रो क्लियर आएर खिच्नु पायो। झर्ना कटेको, फेरि अर्को झर्ना आइहाल्यो। त्यही छ यो झर्नाहरू, एकदमै कति राम्रो राम्रो झर्नाहरू छ बाटैभरि। अन्त कतिको राम्रो छ नि हौ। त्यो माथिबाट झर्दै त्यो सानो देखेको, त्यहाँबाट झर्दै भेला भएर चले। मोबाइल झर्छ है फेरि। ल हामी 8 घन्टा नन स्टप ट्रेकिङ गरिसके पछाडि अब हामीहरू चाहिँ बस कुरेर बसिरहेको छौँ। यस पछाडि हामी चाहिँ यो ग्लेनको माउन्टेन भन्ने ठाउँमा छौँ अहिले। यहाँ हाम्रो बस आउँदैछ। यस पछाडि हामी सिधै यहाँबाट फोर्ट विलियम जान्छौँ। 47 मिनटमा पुग्छौँ। तर हामी लगभग बडो हिँड्यौँ 8 घन्टा ग्लेनकोमा। 35,000 steps, मोर देन द्याट प्रोबब्ली। ल बाई, टायर्ड भयो, बस कुरिरहेको छ, अब घरमा गएर सुत्नुपर्ने हुन्छ।